छ मेरो नयाँ भ्लगमा फेरि पनि आज म आइसकेको छु। यता कामतिर आएको छु। कतिपयहरूलाई थाहै छैन होला यो गिद्धेनी जाने बाटो कताबाट हो। यो विकासनगरको यो मुक्तिनगरदेखि पनि आउँछ, यो विकासनगरदेखि पनि आउँछ यो बाटो। देख्न सक्नुहुन्छ यो हल्का फुल्का यो गेट जस्तो यो गेट जस्तो ठाउँ भयो। यो यही बाटो नै हो, यतातिरबाट जान्छ यो गिद्धेनी बाटो चाहिँ। यहाँ चाहिँ यो पार्कहरू भयो, यो पार्क बन्ने भनिरहेछ। खास त यहाँ पार्कहरू बन्ने भनिरहेको छ, खै के हुन्छ थाहा भएन। तर यहाँ पार्क बन्ने हो, यहाँ पिकनिक सिक्निक पनि खानको लागि मिल्छ। हजुरहरू आउन सक्नुहुन्छ। यो धेरै नै राम्रो ठाउँ, अलिकता खुल्ला ठाउँ हो। तर पनि अलिकता मलाई के खास कुरा के ठिक लागेन भनेपछि यहाँ अलिकता बाघहरूको सम्भावना बढी नै देखिएको छ। अब यो बाटोबाट यताबाट जान्लाकोहरू यो यताबाट जानेहरू यो अलिकता यो जङ्गलमा घाँस दाउराहरू गर्नेहरूलाई अलिकता धेरै नै समस्याहरू छ। किनभने म बन्द गर्न चाहन्छु, यो अलिकता बाघहरूलाई नियन्त्रण गरिदिन जस्तो म मान्छु। किनकि धेरै जसो यस्तो निकुञ्जहरूमा बर्दियातिर चितवनतिर पनि धेरै जस्तो यस्तो निकुञ्जहरूबाट बाघहरू छाडा भएको छन्। म चाहिँ यता यस्तो शीतलो खाँदै आइरहेको छु। यस्तो शीतलो यतातिर म यो के भन्छन् यो चौतारामा बसिरहेको। यता यो चौतारा हो, यो म चाहिँ बसेको यता चौतारातिर म आइरहेको छु। हाम्रो चाहिँ कामहरू यही हो, त्यही त हो। यो काम चाहिँ भइसकेको छ यतासम्म। अब उता परदेखि चाहिँ काम हो खास स्टार्ट हुने काम। आई होप सपोर्ट गरौँ सानसानो कलाकारहरूलाई पनि धेरैले मेहनत गर्छन् होइन। सबैजनाले मेहनत गर्नुपर्छ, एक अर्कालाई सपोर्ट गर्नुपर्छ, यति नै हो। अब मेरो इच्छा त सबैलाई सपोर्ट गर्ने, आफूले पनि सपोर्ट गर्ने र अरूबाट पनि सपोर्ट र माया पाउने। यो चाहिँ यता गाउँहरू भयो, देख्न सक्नुहुन्छ। यो चाहिँ गाउँहरू भयो ढक्कला। यो चाहिँ गाउँहरू भयो, यो गाउँहरूमा यस्तोहरू पालेको हुन्छ होइन। यो चाहिँ अरूहरूको यस्तो तर्स्यो क्या, अब अरूहरूले पालेको हुन्छ नि। अब हामीलाई त चिने जानेको हुँदैन, त्यही भएर अब अलिकति पालेकोहरू तर्सिन सक्छ। त्यो परालहरू पनि देख्न सक्नुहुन्छ, यो उसैले खानेको पराल हो। यता चाहिँ काम चालु भइरहेको छ हाम्रो।